पर्सा जिल्लाको जिरा भवानी गाउँपालिकामा गैराती भीषण आगलागी भएको छ। गाउँपालिकाको वडा नम्बर 1 बलुवा टोलमा राति करिब 11:30 जाँदा स्थानीय मोटर मुखिया बिनको घरमा आगलागी भएको हो। लामखुट्टे धपाउन बालिएको घुरबाट आगो सल्किएर घरमा फैलिएको प्रारम्भिक जानकारी प्राप्त भएको छ। आगलागीका कारण घरभित्र रहेका अन्नपात, भाँडाकुँडा, लत्ता कपडा, 12 थान गहना, 4वटा बाख्रा र 1वटा गाई जलेर पूर्ण रूपमा नष्ट भएका छन्। यसैगरी पीडित बिनका अनुसार घर निर्माणका लागि 2 दिन अघि मात्र छिमेकी लघुवित्त विकास ब्याङ्कबाट ल्याइएको 6 लाख रुपैयाँ नगद समेत आगोमा जलेर नष्ट भएको छ। आगलागी नियन्त्रणका लागि स्थानीय बासिन्दा, प्रहरी चौकी महादेवपट्टी र सशस्त्र प्रहरी बल बोर्डर आउटपोस्ट महादेवपट्टीको टोली खटिएको थियो। उक्त आगलागीलाई समयमै नियन्त्रणमा लिएको इलाका प्रहरी कार्यालय पटेरवा सुगौलीका प्रहरी निरीक्षक समुन्नत अधिकारीले जानकारी दिनुभएको छ। घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।